बाहिर सुँगुरको मासु आज बच्चाइ खानु पर्छ बदेल सम्झेर गुड मर्निङ साथीहरू तपाईहरु सबैजनालाई तपाईहरु कस्तो हुनुहुन्छ आज पनि म बिहानै उठेर कहाँ जाँदैछु भने अहिले जाँदैछु हाम्रो घर र अहिले चाहिँ यो मेट्रोको टोकन त दिँदैन रहेछ यो भएको छ अहिले स्लिप मेट्रोको टोकन दिँदैन रहेछ स्लिप दिँदो रहेछ आजकल बाहिर देखेको हेर न हामी त यहाँ आधी बाटो आइपुगेको छु यहाँबाट फेरि अर्को टोटो लगेर जानुपर्छ नि त यस्तो गरम भइरहेको छ यहाँनिर चाहिँ म त यस्तो गर्ने बानी भएको छ कि यहाँबाट फेरि टोटो लगेर जानुपर्छ यहाँ बोजूकोमा आइपुग्यौँ यहाँ बोजूलाई त ऊ के ल्याइदिएको रहेछ ऊ माछा ल्याइदिएको छ बोजूले त्यहाँ खाँदैछ बोजू चाहिँ मेरो बोजू सासू हो आमाको आमा बोजूले खाँदैछ यहाँनिर चाहिँ घर आइपुगेर पनि घरमा गएको थिएँ घरमा चाहिँ किनभने लाइन छैन रहेछ नि त्यही भनेर छेमाहरूकोमा आएको छु बस्ती होइन यहाँनिर खाना खाइकन जान्छु अब सुताइ पनि आयो हुन्छ होला हाम्रो छेमाहरूकोमा आजको दिनमा के कस्तो हुन्छ तपाईँलाई देखाउने छु हेरिदिनुहोस् होला हामी चाहिँ घर जाँदैछौँ हेरिहाल्नुहोस् कस्तो दामी छ बाटो चाहिँ साथीहरू हामी त बस्तीबाट खाना खाएर चाहिँ एकछिन घर जाँदैछु किनभने अघि लुगाहरू सुकाएको थियो नि त त्यो लुगाहरू खिच्नुको लागि हेरिहाल्नुहोस् कि भर्खर सुतेर साथीहरू हामी चाहिँ बस्ती आएको छौँ छेमाहरूकोमै बस्दैछौँ नि त होइन अब पर हाम्रो लाइनमा चाहिँ बत्ती छैन भनेर छेमाहरूकोमा खाना खाँदैछौँ अन्त हामी चाहिँ यहाँ आएर चाहिँ आज हाम्रो स्पेसल के हुँदैछ काका भनिदिनु न हामी राई लिम्बूहरूको के हो भनिदिनु सुँगुरको मासु आज पकाउँदैछ हामीले त्यो पनि आमाहरूले त खाँदैन मासु सुँगुरको आमाहरूको लागि त चिकन पाक्दैछ हाम्रो लागि त बाहिरनिर सुँगुरको मासु पकाउँदैछ बाहिर पकाउँदैछ लटपट हुन्छ नि त त्यही भनेर केमा के पाक्दैछ आज भनिदिनु न आज भित्र कुखुराको मासु बाहिर सुँगुरको मासु आज बच्चा खानु अर्कै उयो हुँदैछ साथीहरू दोकानको लागि रेडी गर्दैछ छेमाले यहाँनिर यहाँनिर त छेमाले पकाइसकेको छ त्यो चाहिँ दोकानको लागि अचारको लागि रेडी गर्दै रहेछ छेमाले के छ हाम्रो त मासु हेरिहाल्नुहोस् है साथीहरू त्यो हुन्छ काका ए बदेल सम्झेर यहाँनिर चाहिँ छेमाले दोकानको लागि मोमो रेडी गर्दैछ के भन्नु चाहन्छ मेरो ब्लगमा भनिदेऊ न मेरो ब्लगलाई नि सब्स्क्राइब गरिदिनुस् अनि माइजीको नि ब्लगलाई सब्स्क्राइब गरिदिनुस् छेमाले त दोकानको लागि यहाँनिर रेडी गर्दैछ यतातिर त किमाहरू सबै धुँदो रहेछ किमा प्याज लिम्बूहरूले चाहिँ यसरी अब खाने जात हो खानु नहुँदाखेरि त यसरी कुनामा गएर खानुपर्छ है किनभने मन्दिर छ तपाईँहरूले अघि भनिहालेको छु नि त होइन कस्तो लाग्छ बाहिर छ चट्नीभित्र पर्खिने एकछिन एउटा बात भन्नु छ
चाहिँ मलाई सबले सुँगुर खाँदैछ म कुखुरा किनकि मलाई सुँगुर खानु हुन्न हाम्रो जातलाई म र मेरो मम्मीलाई म चाहिँ सबले यता सुँगुर खान्छ भाइलाई माग्नु न केमा भाइलाई माग्नु न चटनी भाइलाई माग्नु न खानु हुँदैन किनकि हामी प्रधान जात हो प्रधान मिन्स क्षेत्री जस्तै हो प्रधान क्षेत्री मिन्स हामी खानु सक्दैन सुँगुर